Hello, good morning everyone. Welcome to my mini vlog. Well, धेरै लामो समयपछि म फेरि यसरी नै भिडियो बनाउँदैछु. होप यु विल लाइक इट. आज म बिहान चाँडै उठेर नर्मली हामी जुन मर्निङमा डेली एक्टिभिटिजहरू गर्छौँ लाइक बढाल्ने, फ्रेस हुने अनि भगवानलाई पूजाआजा गर्ने यी सबै कामहरू मैले सकाएर अहिले म रेडी हुँदैछु कहाँको लागि त जिमको लागि. अराउन्ड 3.5 मन्थ्स ग्यापपछि मैले जिम रिजोइन गरेको छु. सो नाउ आइ एम रेडी टु गो फर जिम. जिमको लागि बाहिर निस्किँदाखेरि सिमसिम पानी पर्दै रहेछ. अलिक चिसो फिल भयो बट आई इन्जोयड अ लट. मैले अम्ब्रेला चाहिँ बोकिनँ किनकि हेभी रेनफल भइरहेको थिएन. अलिअलि सिमसिम परिरहेको पानीमा भिज्दै जाँदाखेरि चाहिँ मलाई इन्जोय गरेँ. म बस्ने ठाउँबाट जिम धेरै नै नजिकै भएको हुनाले मलाई आउजाउ गर्न धेरै सजिलो भएको छ. मैले जोइन गरेको जिमको नाम चाहिँ 738 फिटनेस जिम हो. यसरी अगाडि बढ्दाखेरि सुरुमा आफूले आफूलाई यसो हेर्छु ऐनामा, त्यसपछि अगाडि बढ्छु. यो फर्स्ट फ्लोरमा सिटिजन ब्याङ्क छ यहाँ, जुन अफकोर्स अहिले बन्द हुनेछ. सो सेकेन्ड फ्लोर र थर्ड फ्लोर चाहिँ 738 फिटनेस क्लबको हो, जिम क्लबको हो. सेकेन्ड फ्लोरमा चाहिँ हामीले कार्डियो गर्छौँ भने, थर्ड फ्लोरमा हामी वेट लिफ्टिङको काम गर्छौँ. कार्डियोमा सुरुमा हामीले अट्याक गर्ने भनेको यही ट्रेडमिल हो, जसमा हामी आफ्नो हिसाबले स्पिड र इन्क्लाइन सेट गरेर हामी एक्सर्साइज गर्छौँ. आज उताको विन्डो सधैँ मैले खोल्थेँ, अब आज खोलिनँ. त्यही भएर मलाई यहाँ हाम्रो शोभा महारानी साहेबले मलाई कराउँदै हुनुहुन्छ, हिजो अस्ति डेली खोल्ने आज किन ओपन नगरेको विन्डो भन्दै. त्यही पनि हाम्रो बिन्ता डार्लिङले उताको विन्डो खोलेर फेरि यताको विन्डो खोल्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ उहाँले ओपन गर्न, ताकि बाहिरको फ्रेस एयरभित्र आओस् भनेर. सो मलाई दुवैजना एकदम मनपर्छ, रमाइलो लाग्छ. म एकदम कम्फर्टेबल फिल गर्छु उनीहरूसँग जिस्किन कराउन होइन. यसरी चाहिँ हामी एक्सर्साइज स्टार्ट गऱ्यौँ. हाम्रो यो 738 फिटनेस चाहिँ ठ्याक्कै वेलकम पार्टी प्यालेसको अपोजिटमा पर्दछ. 738 फिटनेस जिम भनेर हजुरले बोर्ड पनि देख्न सक्नुहुन्छ. ब्याङ्कवेटमा खाएर आफ्नो मोटाएको जस्तो फिल भएमा यता वारी आएर 738 फिटनेस जोइन गरेर हजुरले आफ्नो वेट घटाउन या आफू हेल्दी हुन सक्नुहुन्छ एक्सर्साइज गरेर. मैले मेरो ट्रेडमिलको सकाएपछि यति थाकेको थिएँ कि लगभग 5 मिनट त मैले पानी पिउने र गफसफ गर्नेमै बिताएँ. त्यसपछि मैले हल्का साइक्लिङ पनि गरेँ. कार्डियोमा धेरै गर्ने कुराहरू चाहिँ छन्, तर अब हामी सबै मसिनमा त हामी एक्सर्साइज गर्न भ्याउँदैन नि त. सो भ्याएको जति चाहिँ हामी यसो हेरेर गर्छौँ. र म चाहिँ अलिकति रमाइलो खालको, आफूलाई अलिकति सजिलो भएको खालको मात्र गर्ने अलिकति अल्छी चाहिँ परेँ म होइन. यो यताको पार्टको कार्डियो हाम्रो जिमको कार्डियो हो भने यता जुन हजुरले खाली स्पेस देख्नुभएको छ त्यो चाहिँ जुम्बाको लागि हो. त्यो जुम्बा पार्ट त्यहाँ हुन्छ जुन चाहिँ आफ्टर 6 त्यहाँ स्टार्ट हुन्छ. त्यसपछि अब म्याटमा एक्सर्साइज गर्ने टाइम भयो. यसरी नै पल्टेर आफ्नो जिउलाई तन्काउने मड्काउने अलिअलि कसरी हुन्छ, माथि वेट लिफ्टिङको लागि आफ्नो बडीलाई चाहिँ रेडी पार्ने कामहरू गर्छौँ हामी. गर्न यो पार्ट चाहिँ मलाई अल्छी लाग्छ, तै पनि गर्छु म होइन. ल अब हाम्रो कार्डियोको काम सक्यो. अब हामी जाँदैछौँ थर्ड फ्लोरमा वेट लिफ्टिङको लागि. यस्तो खालको ज्यान बनाउनेको खोइ कहिले भन्ने होला है. सम्झिने, पानी छम्किने पो हुने हो कि. सुरुमा हजुरहरूले हाम्रो ट्रेनर सर देख्न सक्नुहुन्छ, पूर्ण सर. उहाँ रजिस्टर चेक गर्दै हुनुहुन्छ. यो चाहिँ हाम्रो वेट लिफ्टिङ सेन्टर हो होइन. आफ्नो सामानहरू राखेर सुरुमा चाहिँ मेरो पहिलो काम भनेको सधैँ त्यहाँ पुगेपछि आफ्नो वेट मेजर गर्ने हुन्छ मेरो. अहिले कति चाहिँ 53.55 छ. मैले अस्तिदेखि मलाई मेरो साथी सरहरूले चाहिँ भन्दै हुनुहुन्थ्यो कि दुबई गएपछि किन चक्लेट नल्याइदिएको भनेर रिसाइरहनु भएको थियो. सो आज मैले उहाँले सम्झेर चक्लेट ल्याइदिएँ. दे आर सो ह्याप्पी होइन, एकदमै हेर्नु उहाँहरूलाई ह्याप्पी दिएर म पनि एकदमै ह्याप्पी भएँ. सो आज मेरो लेग डे हो र लेग डेमा मैले कुन कुन एक्सर्साइज गर्दैछु भनेर म हजुरलाई देखाउँछु हेर्नु है त. सुरुमा चाहिँ मैले योगाला गरेँ होइन, जुन चाहिँ मलाई एकदमै गाह्रो लाग्छ, खासै मन पर्दैन मलाई एक्सर्साइज. तैपनि साथीहरूको सङ्गतमा गर्छु म, उहाँहरूले मोटिभेट गर्नुहुन्छ मलाई होइन. शोभा, बिन्ता, दे आर सो स्विट, दे आर भेरी काइन्ड है. सेकेन्डमा चाहिँ मैले यो गरेँ, जुन वान अफ माई फेभरेट हो, यो मलाई एकदमै मनपर्छ. थर्डमा चाहिँ मैले यो गरेँ, यो मलाई खासै मनै पर्दैन, फेरि भी म गर्छु. अनि फोर्थमा चाहिँ मैले योवाला गरेँ, यो पनि मलाई मनपर्नेमै पर्छ, अलिक इजी लाग्छ, अनि त्यही भएर मलाई मनपर्ने हो. अनि लास्टमा चाहिँ मैले यो गरेँ होइन. यो सकाएपछि अनि म थाकेर एकछिन रेस्ट गरेर बसेँ. 738 फिटनेस जिम चाहिँ धेरै राम्रो लाग्यो मलाई. यहाँको एम्बियन्स, यहाँको ट्रेनरहरू, दे आर भेरी काइन्ड एन्ड हम्बल टु अस. उहाँहरू एकदम एक्सपिरियन्स हुनुहुन्छ, राम्रोसँग सिकाउनुहुन्छ. यहाँको 738 फिटनेसको मैले खिचिराख्दा यहाँ सोबालाई मलाई जिस्काइरहनु भएको छ. मैले लगभग मेरो अब आजको दिन सक्यो, एक्सर्साइजको दिन सक्यो. हजुरलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर र रिपोस्ट पनि गरिदिनु होला. र यस्तै खालको सानो मिनी ब्लग हजुरहरूलाई अझै पनि हेर्न इच्छुक हुनुहुन्छ, नयाँ नयाँ आओस् भन्ने चाहनुहुन्छ भने चाहिँ प्लिज मलाई फलो गर्न नभुल्नु होला. जाने बेलामा अब फेरि एकचोटि वेट चेक गर्ने बानी छ मेरो. अब साथीलाई बाई बाई गर्नु पऱ्यो. दे आर टेकिङ रेस्ट एन्ड डान्सिङ एज वेल. हेर्न सक्नुहुन्छ हजुरहरूले. ल बाई बाई, थ्याङ्क यू फर वाचिङ. हेभ अ गुड डे.